नमस्कार दर्शकबिन, म गौतम तामाङ फेरि तपाईहरुलाई स्वागत छ मेरो एक्वा गौतम मुक्तान च्यानलमा। र आज फेरि फाइनली अभि एकर्टी शपमा फेरि यो एकरम हामीले यहाँनिर रेडी गरिसकेका छौं। यो एकरम चाहिँ कहाँ जानेछ भने ग्यान्टोकमा। ग्यान्टोकको एकजना भाइले हामीलाई यहाँ अर्डर गरेको थियो र आज चाहिँ हामी यो एकरम चाहिँ बनाएर एकदम रेडी गरिसकेका छौं। यो चाहिँ मोस्टर ट्याङ्क बनिने छ। तपाईको यो 12 mm को ग्लास हो। तपाईको यहाँ हामीले यस्तो दुईटा होल गरेको छौं। यहाँ चाहिँ तपाईको सम फिल्टरको लागि यहाँ पाइपहरु बस्छ। यसरी चाहिँ हामीले यो बनाएको छौं। यसरी यो तलको जो बटम फिटको जुन चाहिँ साइज छ तपाईको 1.5 फुटको र हाइट चाहिँ माथि तपाईको यो छ 2 फुटको हाइट र यो लामो छ तपाईको माने लेन्थ छ यसको 4 फुटको र यसरी हाम्रो मोस्टर ट्याङ्क हामीले रेडी गरिसकेका छौं। यो अब अलिक काम बाँकी नै छ। यो अहिले जस्ट हामीले यसलाई सिलिकन लगाएर जस्ट अहिले चाहिँ हामीलाई 24 आवर्सका लागि यसरी राखिदिने छौं यहाँनिर यसलाई। फेरि भोलि हामीलाई के छ जति नि यो सिलिकनहरु बाहिर लाग्छ यसलाई हामीले एकदम यसलाई फेरि हामीहरु सफा गर्ने छौं। राम्ररी सफा गरेर फेरि यसलाई फेरि हामीले यसमा अझै के कुरोहरु लगाउनु छ। अब कस्टमर उहाँ ग्यान्टोकबाट कस्टमर आएपछि उहाँलाई त्यो भाइलाई सोधेर चाहिँ उनले चाहिँ कुन फिस लान्छ यहाँ के लगाउनु छ यो सबै हामीले यो डिटेल्स गरेर नेक्स्ट टाइममा फेरि तपाईलाई यो भिडियो बनाएर देखाउने छौं। यसको चाहिँ उहाँ जो भाइसँग पनि तपाईलाई हुन सक्छ उहाँ भाइसँग पनि तपाईलाई परिचय गर्न सक्छु होला। अब जदि उहाँ भाइसँग भेट भयो भने र उहाँ भाइ चाहिँ ग्यान्टोकबाट आउँदैछ र हामीले चाहिँ यो रेडी गरिरहेको छौं र नेक्स्ट टाइममा उहाँ भाइ आयो भने चाहिँ उहाँ भाइसँग पनि हामी तपाईलाई परिचय गराउने छौं दर्शकबिन। र दर्शकबिन आज चाहिँ फाइनली आज यो ट्याङ्क चाहिँ अब ग्यान्टोकमा चाहिँ अब यो लानु लागि यहाँ यसरी ठेलामा राख्नु गइरहेछ हामीहरु। फाइनली यहाँनिर अब हामीले यो ट्याङ्कलाई चाहिँ यसरी उठाउँदै छु। तपाईको यो ग्लास चाहिँ तपाईको 12 mm को ग्लास 4 फुट 1 ग्राम यसरी एकदम बहुत मुस्किलले हामीहरु यहाँनिर ठेलामा चाहिँ राख्न सफल भयौं। र अब यहाँ चाहिँ यो चाहिँ अब डेलिभरी हुन गइरहेछ ग्यान्टोक। यसरी ग्यान्टोक गइरहेछ र यहाँ सानो भाइको परिचय। यहाँ नमस्कार भाइ। र भाइ चाहिँ ग्यान्टोक कुन जग्गाको चाहिँ? ग्यान्टोक रानीपुल छु पाकिङको। र यो भाइलाई चाहिँ कस्तो लाग्यो यहाँ एकरम चाहिँ हामीले यहाँ डेलिभरी मन पर्यो भाइलाई एकदमै। र भाइले चाहिँ यहाँ एकरममा चाहिँ भाइले एकरम यसमा यहाँ भाइलाई चाहिँ कुन फिस राख्ने भाइ? प्यारोहरु फिस राख्ने। र यहाँ भाइले पनि अब यत्रो टाढाबाट आएर यहाँ एकरम हाम्रो यहाँ दोकानबाट लिएर गइरहेछ। अब यहाँ ठेलामा यसरी राख्यौं 4 जना 5 जना भएर अब यसरी सेटअप बनाइदिएको छ यसरी। र भाइ यहाँबाट चाहिँ केमा भाइले लाने? अब गाडी छ, गाडीमा जाने। र दर्शकबिन र यसरी अब यो ग्यान्टोक जानु आँटेको छ यहाँबाट। र मेरो च्यानल छ एक्वा गौतम मुक्तान च्यानल हो। मेरो एक्वा गौतम मुक्तान च्यानल मेरो चाहिँ टोटली एकरम विषयमा नै भिडियोहरु आउँछ। त्यही कारण भाइलाई पनि अस्ति दिन म वेट गरिरहेको थिएँ भाइसँग परिचय गरेर। ल धन्यवाद छ भाइलाई। र तपाईहरुलाई यसरी म एकरम देखाउन गइरहेको छु। यो चाहिँ अब ग्यान्टोक जानु आँटेको छ। दोकानमा अभि एकरम शपबाट चाहिँ यो एकरम चाहिँ अब ग्यान्टोकमा डेलिभरी हुन गइरहेको छ र कम्प्लिट भएको छ सबै यो बनाएर। अस्ति तपाईलाई यो कसरी बनाएको पनि बनाएर तपाईलाई देखाएको छु। र तपाई मेरो भिडियोमा जोडिरहनुहोस् दर्शकबिन। आज के कस्तो तपाईलाई भिडियो लाग्यो अवश्य कमेन्ट गर्नुहोस्। तपाईलाई यस्तो एकरमहरु चाहिन्छ भने हामीलाई कमेन्ट गर्नुहोस्। तपाईलाई होम डेलिभरी पनि हुन्छ यहाँबाट एकरमहरु। जस्तो साइजको पनि तपाईले भन्नुहुन्छ त्यस्तै हामी साइज यहाँ बनाएर तपाईलाई दिने छौं एकरमहरु। यो चाहिँ तपाईको लामो छ 4 फुट। ग्लासको यो चाहिँ ठीक छ तपाईको 12 mm को ग्लास हो यो। र यसमा चाहिँ उहाँ भाइले प्यारेट फिस राख्ने भन्ने छ। यसमा चाहिँ उहाँ ग्यान्टोक लानु आँटेको छ यो एकरमलाई। र माथिको ढक्ना यसरी लगाइन्छ। यसरी यो ढक्ना चाहिँ हो। दर्शकबिन यो चाहिँ अघिको जो एकरमको चाहिँ टेबल हो। टेबल यसरी हामीले बनाएको छु। यो चाहिँ टेबल यसरी हामीले बनाएको छु। यो एकरम चाहिँ राख्ने टेबल हो तपाईको यस्तो छ। फिनिशिङ एकदम राम्रो दिएको छौं हामीले। यो प्लाइबोर्डको तपाईको यो प्लाइबोर्ड चाहिँ तपाईको कति mm छ भन्दा 18 mm को चाहिँ यो प्लाइबोर्ड हो। यो यसरी प्लाइबोर्ड यसरी बनाएर चाहिँ यो यसको माथि चाहिँ एकरम बस्छ। र यहाँनिर यस्तो छ। तलनिर तपाईको चाहिँ सम फिल्टर बनाएको छौं। तल मुनि चाहिँ सम फिल्टर बस्छ। तपाईलाई सम फिल्टर पनि देखाउने छु। दर्शक यो चाहिँ तल यसरी सम फिल्टर राखेको छौं हामीले। यहाँ चाहिँ सम फिल्टर यहाँ चाहिँ यहाँबाट चाहिँ पानी फिल्टर भएर चाहिँ माथि एकरममा जान्छ। यो यसरी बनाएको छ सम फिल्टर यस्तो। यो चाहिँ तपाईको यसरी ढक्ना यसरी
यसरी ढङ्न लाग्छ। यो चाहिँ यसरी बन्द भयो यसरी यसरी। र अब यो टेबल पनि अब हामीले टेबललाई पनि बाहिर निकाल्दा यो गाडीमा लोड गर्नको लागि टेबल पनि लगिरहेछ। यो चाहिँ एकदम राख्ने टेबल यसरी प्लाइबोर्डको यसरी बनाएको छ। यो अब टेबललाई पनि अब ठेलामा उठाउनेछ गाडीमा लानु लागि। र एकदम चाहिँ अब गाडीमा हामीले लोड गरिसक्यौँ। अब यो टेबल हो, यो एकदम राख्ने टेबल यसरी गाडीमा यसरी ठेलामा लोड गरिरहेछ। अब हामी यहाँ हाम्रो भाइलाई चाहिँ अब उहाँ गान्तोकको भाइलाई चाहिँ हामी यहाँ प्यारेट फिस उहाँले दिइरहेछौँ। उहाँले चाहिँ प्यारेट फिस राख्ने अरे ट्याङ्कमा आफ्नो एकदममा। र यसरी हामी प्यारेट फिस चाहिँ उहाँलाई हामी दिनु गइरहेछौँ। र यसरी यहाँ अझै प्यारेट फिसलाई चाहिँ निकाल्नु गइरहेछ। यहाँ भाइले चाहिँ प्यारेट फिस लिने गान्तोकको भाइ। र यहाँ यसरी फिस हामीहरू दिनु गइरहेछौँ। र 3टा प्यारेट फिस यहाँ चाहिँ भाइले चाहिँ अब आफ्नो एकरमा लाउनु चाहिँ लानु हुँदैछ। यस्तो छ लाने छ फिस। र यहाँ माछालाई अब प्याकेटमै अक्सिजन यसरी लाउनु छ ताकि माछालाई अब लाँदाखेरि कुनै असुविधा नभइदियोस्। किन माछा चाहिँ अब जाँदैछ गान्तोकमा, त्यही कारणले गर्दाखेरि चाहिँ अब यहाँ अक्सिजन माछालाई प्याकेटमा हामीले यसरी भर्दैछौँ। एउटामा प्याकेटमा प्याकेटिङ भइसकेको छ। यहाँ चाहिँ हार्ट सेप छ प्यारोट। र अक्सिजन हालिसकेर चाहिँ अब यो लाबरले बान्नु गइरहेछौँ ताकि यो अक्सिजन चाहिँ बाहिर ननिस्कोस्। यसरी रबर ब्यान्ड हुँदैछ। यहाँ चाहिँ फेरि अब चिक्लेट फिस पनि अब यहाँ भाइले लाने अरे र चिक्लेट फिस पनि हामी दिनु गइरहेछौँ। यो एकदम राम्रो क्वालिटीमा, कलर एकदम राम्रो छ, एकदमै राम्रो छ माछा। चिक्लेट फिस यो येल्लो र फिस एकदम एक्टिभ हुनुपर्छ जब येल्लो चिक्लेट बिग साइजमा। खानामा हुन्छ खाना राम्रो दिनुभयो। त्यो मैले खान्छु कि छैन, यो त राम्रो खान्छ। फिस हामीले यसो समातेर अब यसलाई फेरि अक्सिजन हामीले यहाँ प्लास्टिकमा अक्सिजन भर्नु गइरहेछ। यसरी अक्सिजन चाहिँ तपाईँको यहाँबाट आउँदैछ पाइपबाट। यसरी यो अक्सिजन भरिँदैछ प्लास्टिकमा। र फिस चाहिँ अब यसरी प्याकेटिङ भइसकेको छ। अब यसलाई चाहिँ हामीहरू बक्समा लाउनेछौँ। यसरी बक्समा लाउनेछ फिसलाई चाहिँ। यो चाहिँ निकै टाढो जान्छ, त्यही कारणले अब सेफ्टीको लागि चाहिँ यसरी लगाइरहेछौँ। यहाँ चाहिँ अलिक सानो प्रब्लम भयो थियो हामीलाई। यो प्लास्टिकमा हामीले लगाएको थियौँ तर अलिक लिक भयो त्यो प्लास्टिक, त्यो कारणले गर्दा हाम्रो फेरि नेक्स्ट अर्को प्लास्टिकमा हामी यो माछा लगाउनु गइरहेछौँ। किनकि टाढो जान्छ यो माछा, त्यही कारणले केयरफुल्ली गर्नु पऱ्यो हामीले चाहिँ। यसलाई काम चाहिँ अलि राम्रो गरिदिनु पऱ्यो किनकि टाढोको भाइ हो, उहाँलाई पनि असुविधा नहोस्। र यसरी हामीहरू चेक गरेर लाउँदैछ। यसरी त्यो अर्को हामीले फर्स्टमा लगाएको थियो त्यो प्लास्टिक चाहिँ अलिक लिक भइदियो, त्यो बेला अक्सिजन चाहिँ पुरा लिक भएर चाहिँ पुरा प्रब्लम हुँदै थियो। र फेरि यसलाई चाहिँ हामी चेन्ज गर्दैछौँ, यो अर्को प्लास्टिकमा चाहिँ लगाउनु गइरहेछौँ ताकि माछालाई कुनै असुविधा नहोस्। अक्सिजन छैन भने चाहिँ माछालाई प्रब्लम हुन्छ किनकि निकै टाढो जान्छ, गान्तोक जान्छ फिस चाहिँ। त्यही कारणले गर्दाखेरि चाहिँ यसरी हामीले चाहिँ एकदम उहाँ भाइलाई चाहिँ एकदम राम्ररी चाहिँ हामीले प्याकिङ गरेर चाहिँ दिने हो, कुनै बाटोमा चाहिँ असुविधा नभइदियोस्।
र दर्शकबिन आजको तपाईलाई मैले जुन चाहिँ भिडियो बनाएर देखाएँ, जुन चाहिँ यो एकराम हामीले डेलिभरी गऱ्यौँ गान्तोकमा, र आजको भिडियो तपाईलाई के कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहोस् होला। र तपाईलाई मेरो भिडियो राम्रो लाग्यो भने म आशा राख्दैछु तपाईले मेरो च्यानललाई सब्स्क्राइब, लाइक र शेयर गरिदिनुहुन्छ भनेर। र आउँदो दिनमा पनि यस्तै तपाईहरुलाई म भिडियो ल्याएर तपाईलाई पस्किने छु, नयाँ नयाँ भिडियोहरु ल्याउने छु। र आज तपाईहरुसँग म गौतम तामाङ फेरि बिदा दिँदै वन्दे मातरम, जय हिन्द।